धेरैलाई थाहा छ कि जबरजस्ती करानी अर्थात् बलात्कार जघन्य अपराध हो। तर पीडितको उमेर र घटनाको अवस्था हेरी पीडकलाई फरक फरक किसिमको सजाय हुन्छ भन्ने थाहा नहुन सक्दछ। आजको यस भिडियोमा जबरजस्ती करानी र यसको सजाय सम्बन्धी जान्ने कोसिस गर्नेछौँ। मुलुकी अपराध संहिता 2074 को दफा 219 अनुसार कसैले जबरजस्ती करानी गर्नु हुँदैन। कसैले कुनै महिलाको मन्जुरी नलिई वा मन्जुरी लिए पनि 18 वर्षभन्दा कम उमेरकी बालिकालाई करानी गरेमा जबरजस्ती करानी गरेको ठहर्दछ। जबरजस्ती करानीको सजाय सम्बन्धमा क नम्बरमा 10 वर्षभन्दा कम उमेरकी बालिका, अशक्त र अपाङ्ग वा 70 वर्षभन्दा बढी उमेरका वृद्धलाई जबरजस्ती करानी गरेमा जन्मकैदको सजाय हुने व्यवस्था छ। त्यस्तै ख नम्बरमा 10 वा 10 वर्षभन्दा बढी र 14 वर्षभन्दा कम उमेरकी बालिकालाई जबरजस्ती करानी गरेमा 18 वर्षदेखि 20 वर्षसम्म कैद सजाय हुने व्यवस्था छ। ग नम्बरमा 14 वा 14 वर्षभन्दा बढी र 16 वर्षभन्दा कम उमेरकी बालिकालाई जबरजस्ती करानी गरेमा 12 वर्षदेखि 14 वर्षसम्म जेल सजाय हुन्छ। घ नम्बरमा 16 वा 16 वर्षभन्दा बढी र 18 वर्षभन्दा कम उमेरकी महिलालाई जबरजस्ती करानी गरेमा 10 देखि 12 वर्षसम्म कैद सजाय हुने व्यवस्था छ। र ङ नम्बरमा 18 वा 18 वर्षभन्दा बढी उमेरकी महिलालाई जबरजस्ती करानी गरेमा 7 देखि 10 वर्षसम्म कैद सजाय हुने व्यवस्था छ। त्यस्तै जबरजस्ती करानी सम्बन्धी अपराधमा पीडितको उमेर र घटनाको अवस्था हेरी पीडकलाई कैद सजायका अतिरिक्त जरिवाना समेत हुने व्यवस्था छ।